Happy 2K subscriber celebration Dipesh Bashal. Thank you so much. तपाईहरुलाई भन्छु हैन। Happy birthday to you. Happy 2K celebration. Happy 2K celebration. सो हेलो एन्ड नमस्ते गाइज वेलकम टु माई न्यू भ्लग सबैजनालाई स्वागत छ। पहिलाको भ्लग चाहिँ अलि लङ भएर चाहिँ मैले त्यसपछिको टु बी कन्टिन्यू गरेको र यहाँ मेरो चाहिँ बर्थडे पार्टी छ र लास्टसम्म हेर्नु होला है त। ल गाइजहरु हेर्न सक्नुहुन्छ हाम्रो यहाँ चाहिँ मेरो बर्थडे यहाँ छ 2K ह्याप्पी 2K सब्सक्राइबर सेलिब्रेसन दिपेश बसाल भ्लग। ह्याप्पी बर्थडे दिपेश, थ्याङ्क यू सो मच हैन सब्सक्राइब गरिदिनु भएकोमा। तपाईहरुकै माया सपोर्टले गर्दा म यहाँसम्म पुगिसकेको छु र 3K पनि पुर्याउनु पर्ने हुन्छ र बर्थडेको दिन पारेर एक गेममा डबल धमाका गरे जस्तै हो कि हैन। अब दुईटा एउटा अब यत्रो मान्छे अब हामी फ्यामिली चाहिँ यत्रो जना छन् त्यही भएर चाहिँ उस भएन हैन। अब हेर्न सक्नुहुन्छ ट्याक्क लाएर केक पनि हेर्न सक्नुहुन्छ। ल बुनीलाई के भन्दा मैले चाहन्छु कि हजुरलाई के रे नि 100K बनाइदिनु। हजुरलाई मैले यस्तो राम्रो गिफ्ट दिनेवाला छु। है वान उल्ट कोही मान्छे नि चाहिँ के त अहिले चाहिँ थाहा थियो र मलाई धन्न वान माछेन नि एड भयो त झन् गाह्रो। एड भयो त अलि गाह्रो हुन्थ्यो। ओइ यिनले त पटेकान लिएर मुर्गा छापका अरु होइन अरु पड्काउनु अरु नपड्काउने यार मुर्गा छाप पड्का भन्न भाइ त यो लिगाल्नु पर्छ। Happy birthday to you. ए यहाँ बत्ती बाल्न हो के यार यहाँ 18 मा बत्ती बाल्न हो। Happy birthday to you. Happy birthday to you. Happy birthday dear my birthday. Happy birthday to you. पहिला चाहिँ केक गरम त्यसपछि टु ल केक खाना आयो ल यहाँ सबैजना पहिला ल बड्किन न टु यु बिहान पनि लगाइदिएको अहिले पनि लगाइदिँदै छु नातिलाई जेठो बडो नाति। हजुरआमाले जे होस् हजुरआमा चाहिँ ह्यापी बर्थडे मी टु ह्यापी बर्थडे टु मी टु अरे ह्यापी बर्थडे टु मी ल ल कसो भिडै मान्छे भने सुगर माताको शिखर चुमे एकदम ल मामा ओपर मुस्ताङ घुम्न जाऊ भनेर लगे ल ठुलो राम्रैसँग पास गर भन्छ तिमीलाई धेरै धेरै आशीर्वाद छ हैन। मेरो दादालाई धेरै धेरै केक खाउन पर्यो यहाँ पहिला रोकम न एकछिन यहाँ केक धेरै धेरै आशीर्वाद छ हजुरलाई। टिका लाइन मान्छन् पहिला यहाँ केक से लाइ ल सबैले धेरै धेरै आशीर्वाद यहाँ पढ्दा भोलि उसो भोलि तिहार हो न भोलि के राख्छ यही भयो नि एडजस्ट गरेर Happy birthday to you. कोही त केक काट्ने हैन केक से काटेको के रे अब यहाँ कोही खाने मान्छेले भन्यो सुरुमा टिका लगाइदिन अब टिका लगाएपछि के नि हो टिका सिका बर्थडे सटे देख्ने पर्यो ल यता हेर
हेर्नु मैले यहाँ लगाइदिनेको गरेर यस्तो भयो बर्थडे बोयको हालत र आफ्नै बहिनीले लगाइदिएको ल आन्टीले लगाइदिएको ल आज चाहिँ धेरै छ मेरोबाट चाहिँ आशीर्वाद छ है ल बुनीले लगाइदिएन नि क्या टिका ल गाइजहरु हैन अब हामीले बर्थडेको केक काट्यौं अब यो केक काट्न छ नि यार दिपेश बस्सल ब्लग यो केक अहिले काट्नु हो अहिले एकछिन काट्ने हो के पहिला बर्थडेको भ्यामा न त्यसपछि 2K सब्स्क्राइबरको भ्याउनु पर्छ हैन त हो कि नै हो ल सही हो ल माया आज जन्मेको दिन धेरै धेरै शुभकामना छ धेरै धेरै शुभकामना यहाँ चाहिँ हुन्न यो तार जान्छ यो दिपेश गाइस दिपेश का बर्थडे छ न के सब्स्क्राइबर केक पनि छ दिपेश यहाँ मस्त पारामा छन् ल म फटाफट काट्दिन्छु ल यो केक काट्दैन अहिले 2K को चाहिँ अहिले एकछिन गर्न पर्ने हुन्छ कस्तो देखियो है गाइजहरु मलाई कस्तो देखियो भन्दिनु ओइ सिरोन्टीले आज आउनु सिरोन्टी आउनु भएन हैन आन्टीहरुमा अब सिरोन्टी छोडिनु भयो अब त्यस्तै गर्नुभयो अब ठिकै छ भिडियो हेर्नु आयो भने म रियली मनदेखि बाहिर ह्याप्पी भए पनि मनदेखि चाहिँ तपाईलाई म एकदम दुखी छु किनभने तपाई आउनु भएन त्यही भएर चाहिँ ल केक सेक ल मिलाइदिनु त ल पहिला यो तुरेर भएपछि अनि यो फेरि सबलाई सर पर त नानी जाऊ दिपिका खोइलो के ए यता छोइयो जे भए पनि अब बर्थडे हो दिपेश का हालत यो कसो त यो काट्ने हो पनि जे यार पनि अब बर्थडे यस्तै त हुने थियो कोसल सुने अब यो हो है अब काट्ने यो हो बल्ले हट अनि अरे यिनीहरु म खेल्ने नि ल है ल Happy 2K subscriber रुको 2.39 हो ल Happy birthday Happy 2K celebration Happy 2K celebration Happy 2K celebration कस्तो देखियो हैन के भन्दैन रातो रातो भयो हैन हेलो गाइस दिपेशले बाहिर अझै जाऊ अझै फाल्छ अझै बोल्छ बाबा 2 3 गयो अनार बडकाको कति जाडो यही है आलुबम हान्दिनु ल आलुबम ल छुट लिएर आलुबम लिएर आऊ आलुबम बिहाड हेरे हामी के बिहाड केही हुन्न ढुक्क बस्नु न हाले अनार यहाँ पड्काएको होइन कति जाडो भ्याइ यार सानो वाला रहेछ यार लिएर आलुबम ल अब धुवाँ पड्किन्छ हेर टाइम र कहिले मैले बालिदिन्छु यो धेरै बेसर पड्किन्छ हो ल माथि तर्सिनु भयो माथि ल बवाल है बवाल लगाइजहरू हेर्न सक्नुहुन्छ हामीसँग यहाँ सादा भात छ किनभने हामीले चाहिँ सादा भातले पनि चिल्लो हामीलाई पच्दैन होइन त्यहाँ सादा भात छ यहाँ अचार छ होइन यहाँ मासु यो फेरि अर्कोवाला मासु हो यो फेरि कोइलरको मासु हो यो बोइलरको यो कोइलरको मासु हो यहाँ चाहिँ हाम्रो सिम्पल भात छ होइन यिनले पनि यहाँ लिइसकेछन् र अब चाहिँ खाना पर्ने हुन्छ मेरो अनुहार चाहिँ कस्तो देखिया मैले यति मात्र धोको माथिको धो होइन अहिले फोटो खिच्ने भनेर
अनि यतापट्टि चाहिँ नदेखाम के किनभने यतातिर मैले त्यो टेबल हुन्छ नि मैले बर्थडे विस गर्दै त्यो टेबल चाहिँ माथि लगाउँथेँ त्यही भएर यहाँ अलि ढडाङ घुम देख्यो अलि यता ब्याकग्राउन्ड अलि नहुन सक्छ त्यही भएर तपाईँहरूले चाहिँ एकछिन एडजस्ट गर्नु है यताखेरि अलि बिजोग छ कि सेम उस चाहिँ छ क्या तन्नाको त भण्डार हुन्छ नि त्यस्तै त्यही भएर यता ब्याकग्राउन्डलाई इग्नोर हान्दिनँ होइन अरू मिलाउनु पर्छ पछि केही छैन अब चाहिँ खाना सुरु गरौँ होइन गरिबको गरिब होइन धनी भएर आज त हामी धनी हो र एउटा मिठो मासु चाहिँ बाहिर जाओस् होइन लगाइज अब यो खान्छु होइन यता देखाइरहनु यिनी क्युट किसका बच्चा है बिचरा न यता म्याउ ढडान बाहेर गाइजहरू होइन यहाँ टेबल राखेर यहाँ मिलाउनु छ ढडान बाहे एडजस्ट गर्नु है गाइज लागिसक्यो र आजको भ्लग चाहिँ म यतैतिर व्यवस्था हानिदिन चाहन्छु होइन तपाईँहरूलाई भिडियो के कस्तो लाग्यो राम्रो लाग्यो लाइक सब्सक्राइब त्यो उत्तममा यो लिएर जान्छ त्यो कप उता माथि उहाँ पुनः लैजानु न त्यसमा ल है त आजको लागि यति नै जय नेपाल जय है त थ्याङ्क यू सो मच फर वाचिङ